यदि तपाईहरुलाई अन्तरिक्षमै गएर स्टारहरु रियल टाइममा अब्जर्भ गर्नु मन छ ओके यदि छैन भने चीटिंग करता है तू हामीले जाभास्क्रिप्टमा यो स्टार प्याटर्न चाहिँ कसरी प्रिन्ट गर्ने भनेर हेरौँ है त। पहिले यो प्याटर्नलाई मजाले एनालाइज गर्नुपर्छ के। अब फर्स्टमा एउटा मात्रै स्टार छ, सेकेन्डमा दुईटा स्टार छ, थर्डमा तीनटा स्टार छ, फोर्थमा 4वटा, 5मा 5वटा हैन। हाम्रो टोटल रोज कतिवटा छ भन्दाखेरि 5वटा रोज छ। सुरुको रोमा 4वटा लिडिङ स्पेस छ भने एउटा मात्र स्टार छ हैन। सेकेन्डमा 3टा खाली स्पेस छ, 2टा स्टार प्याटर्न छ। थर्डमा 2टा खाली स्पेस छ, 3टा स्टार प्याटर्न छ। फोर्थमा एउटा मात्रै खाली स्पेस छ, 4वटा स्टार प्याटर्न छ। फिफ्थमा सबै स्टार प्याटर्न छ हैन। नोड index.js गर्दाखेरि यो स्टार आइरहेछ हैन, यही प्याटर्न आइरहेछ। अब यहाँनेर चाहिँ कसरी काम भइरहेछ एकचोटी हेरौँ है त। सुरुमा रोज भनेर 5 छ हैन। I भनेको 1 भयो, I इज लेस देन रो। I भनेको त 1 भनेको लेस देन 5, लेस देन अर इक्वल टु 5 हुन्छ। I++ लेट प्याटर्न भनेर एउटा भ्यालु असाइन गर्यो। त्यसपछि फेरि अर्को नेस्टेड लुपमा के गर्यो भन्दाखेरि j इक्वल्स टु 1, j इज लेस देन रो। हाम्रो रोज भनेको 5 छ। यदि 1 इज लेस देन 5 यो पनि भ्यालिड हो। अनि त्यसपछि j++ भयो हैन। अब मेन खेल चाहिँ यहाँबाट सुरु हुन्छ के। यदि j इज लेस देन भनेको रोज -1, रोज भनेको 5 छ, 5 - 1 भनेको 4 भयो। यदि यो 1 चाहिँ लेस देन 4 हो भन्दाखेरि हो प्याटर्नमा स्पेस एड गरिदियो। यसले त प्याटर्नमा स्पेस एड गरेको छ। अनि फेरि यही फर लुपमा गइसकेपछि फेरि j को भ्यालु त अघि 1 थियो, अब चाहिँ j को भ्यालु 2 आयो। अब j को भ्यालु 2 आउँदाखेरि j इज लेस देन इक्वल्स टु रोज -1। रोज -1 भन्दाखेरि रोज भनेको 5 छ, 5 - 1 गर्दा 4 भयो। अब 2 इज लेस देन 4, अनि त्यो दोस्रोमा पनि भ्यालिड आयो। त्यसपछि फेरि दोस्रोमा पनि स्पेस आयो हैन। दोस्रोमा पनि स्पेसै एड भयो। अब त्यसरी नै तेस्रोमा पनि स्पेस एड हुन्छ, 3 इज लेस देन 4। अब चौथोमा पनि 4 इज लेस देन इक्वल्स टु 4, यो पनि भ्यालिड भयो। यसले गर्दा चाहिँ 4वटा स्पेस प्रिन्ट भइसक्यो हैन। अब 4वटा स्पेस प्रिन्ट भइसकेपछि अर्कोपल्ट अब 5 चोटी लुपमा जाँदाखेरि I इक्वल्स टु 5 हुन्छ। अनि 5 इज लेस देन अर इक्वल्स टु रोज भनेर यो पनि भ्यालिड भयो। अब त्यसपछि 5 लेस देन अर इक्वल्स टु रोज -1 भनेको 5 इज लेस देन इक्वल्स टु 5 - 1 4। 5 चाहिँ 4 भन्दा सानो हो होइन। त्यही भएर हाम्रो यो प्याटर्न प्रिन्टमा चाहिँ एउटा स्टार थपियो हैन। यो टेबलमा हेरौँ हैन। सुरुको केसमा I भनेको 1 थियो, 4वटा स्पेस प्रिन्ट भयो नि त सुरुमा। यो सुरुमा चाहिँ यो वाला पार्ट चाहिँ 4 चोटी भ्यालिड भयो। त्यही भएर 4वटा स्पेस आयो अनि एउटा मात्रै स्टार प्रिन्ट भयो। अब सेकेन्ड केसमा यसरी नै सेकेन्ड केसमा के हुन्छ भन्दाखेरि यो इन्डेक्स जब अर्कोचोटि फेरि यो बाहिरको एक्सटर्नल लुपमा जान्छ त्यसपछि I को भ्यालु 2 हुन्छ। अनि 2 भइसकेको केसमा रोज -1 गर्दाखेरि रोज भनेको 5, 5 - 2 गर्दा 3, 3टा स्पेस आयो। अनि 3टा स्पेस भइसकेपछि बाँकी भएको दुईचोटि एल्समा 2टा स्टार प्रिन्ट भयो हैन। थर्ड इन्डेक्समा जाँदाखेरि थर्ड इन्डेक्समा त रोज -3 गर्दाखेरि त 5 - 3 गर्दा 2, दुईचोटि स्पेस आयो। 2टा स्पेस आइसकेपछि बाँकी 3टा एल्समा स्टार आयो। I को भ्यालु 4 आयो। 4 आउँदाखेरि अब j इज लेस देन 5 - 4। अब यो केसमा चाहिँ 1 हो, 1 लेस देन अर इक्वल्स टु भ्यालिड हुन्छ। त्यसपछि चौथो इन्डेक्समा चाहिँ एउटा मात्र स्पेस आउँछ, 4वटा स्टार आउँछ। अब पाँचौं इन्डेक्समा लास्टमा के हुन्छ भन्दाखेरि यहाँ लास्टमा त I को भ्यालु त 5 आयो हैन। अब 5 आइसकेपछि j इक्वल्स टु 1। अब j भनेको 1 लेस देन इक्वल्स टु 5 - 5, 1 लेस देन अर इक्वल्स टु 0 हो त होइन नि त। त्यही भएर सबै एल्समा जान्छ। एल्समा चाहिँ अनि त्यसपछि स्टार प्रिन्ट हुन्छ। त्यही भएर फर्स्ट इन्डेक्समा 4वटा स्पेस आयो, एउटा स्टार आयो। सेकेन्ड इन्डेक्समा 3टा स्पेस आयो, 2टा स्टार आयो। थर्ड इन्डेक्समा 2टा स्पेस आयो, 3टा स्टार आयो। फोर्थ इन्डेक्समा एउटा स्पेस आयो, 4वटा स्टार आयो। 5 इन्डेक्समा 0वटा स्पेस आयो, 5वटा स्टार आयो। त्यही भएर चाहिँ हामी यो प्याटर्न प्रिन्ट गर्न सक्सेसफुल भयौँ के। अब यसको टाइम कम्प्लेक्सिटी र स्पेस कम्प्लेक्सिटी कति हुन्छ त? लेट मी नो इन द कमेन्ट सेक्सन। थ्याङ्क्स फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो। टाटा, बाई बाई।